नै यस्तो छ नि त हाम्रो के छ भनेपछि पश्चिमतिरको मान्छे धेरै भए तापनि हामी आफ्नो आफ्नो उमा छौँ क्या एकले अर्कालाई उ गर्ने त्यस्तोमा हामी छैनौँ हेल्प नगर्ने हेल्प भन्दा पनि अब हेल्प त गरेला अब नगरेला तर कन्ट्याक्ट यस्तो यता कन्ट्याक्ट छ मेन भनेको कन्ट्याक्ट छ क्या कन्ट्याक्ट अब भेटै भएन कसरी कन्ट्याक्ट गर्नु नै त्यही त बात अब उनी छन् होला पोस्दान छन् होला कहाँ क्राको छन् होला जस्तो तिमी छ होला होइन रोस्टो छ होला तर काड हुँदैन नि भाइ काड हुने भने यो वर्षा ठिक रहेनछ नि मान्छे फेरि वर्षा खतमको ठाउँ रहेछ क्या किन ठिक रहन्छ भन त्यसका पाटा पनि बताइदिन्छु ल बताऊ कम्पनी नै कम्ती रहेछन् वर्षमा है बढी वेयर हाउस है अब वेयर हाउसमा एक त भाषा बुझे मान्छे खोज्छ होइन एक त त्यो के जाति त्यो यसरी चलाएर राख्ने सामान राख्ने ऊ त्यहाँ देखिन्छ नि त्यो यसरी उचालेर राख्ने हो त्यस्तो मान्छे खोज्ने कार्टुन्समा भनेको धेरै कम्पनी बिग सिटी त भनि त्यसले भन्नलाई तर सिटी बिगै रहेछ कार्टुन्स भनेको मैले धेरै गाडीहरूको सुविधा सबै गाडीको पनि सुविधा ट्रेनको पनि सुविधा और उसको पनि सुविधा मेट्रो छैन जस्तो बोल्ट पनि लाग्ने भुपर पनि लाग्ने उबर त्यो कुनै ठाउँमा कार्टुन्समा जुनसुकै पाइन्छ गाडी जति बेर 12-1 राति दिउँसो कुनै मतलब छैन यहाँ पनि सबै थोक पाउँछन् राति पनि पाउँछन् उबर जरियालाई पनि पाउँछन् यहाँ त नटिप्ने कति बेर उबरले त्यो रहेछ सिस्टम होइन अनि कम्पनीहरू पनि धेरै कम्पनी त्यो एउटाले मलाई राजधानीमा कम्पनी खोल्ने सायद अनुमति नहोला नि त कम्पनी खोल्ने अनुमति त यस्तो रहेछ क्या मेन कुरो चाहिँ के रहेछ भने यो क्षेत्रमा जस्तो सेटल भएका मान्छेहरू जस्तो ट्रान्सफर नगर्ने क्या कम्पनी अब वर्षको नजिकै साथीभाइसँग भेट हुन्छ त्यो हुन्छ अब नभए कार्टुन्समा फेरि नेपाल जाने मान्छे र नेपालबाट आउने मान्छे भर्खरका भेटिँदैन है पुरानै छन् सब होइन मान्छे त भेटिन्छन् भेट्नलाई तर घर जाने यताउताको मान्छे त्यसरी भेटिन्छन् क्या यहाँ चाहिँ थुप्रो मान्छे भेटेका रहेछन् ए ल ठिक छ अब तपाईँले के गर्नुहोस् भनेपछि तपाईँ यहाँ पलायन आएर के कति कमाउनु भयो के कति घुमाउनु भयो के कति अनुभव लिनुभयो के कति उपलब्धि गर्नुभयो ल यसको बारेमा मलाई जवाब दिनुहोस् अब यो के हो भने आया नगर्नुहोस् न यता अलिकति भिडियो पनि आइरहेछ ए भिडियोमा हजुर म पानी खाँदैछु त्यसमा चिया पिउनुहोस् पोल्यान्ड देश कस्तो रहेछ यो पोल्यान्डमा मान्छेहरू आउन ठिक कि पोल्यान्ड देश एकदमै राम्रो हावापानीको हिसाबले र यहाँको नियम कानुनका हिसाबले पनि ठिक हो एउटा मात्रै मलाई नराम्रो मलाई लाग्नु स्वाभाविक हो अरूलाई राम्रो पनि लाग्न सक्छ यो कार्डको सिस्टममा चाहिँ अलिकति कति यति महिनामा चाहिँ हुने एउटा फिक्स टाइम दिएको भए राम्रो हुन्थ्यो कसैको 17-18 महिना लागिसक्यो कसैको 3-4 महिनामा कार्ड आयो भन्छन् अनि अर्को कुरो जबको जस्तो यो घन्टे जब भनौँ न यो घन्टे जबलाई पनि त्यति राम्रो जब मानिँदैन काम व्यापार गर्ने नगर्ने हामीले बेसिक हुनुपर्ने हामी काम गर्ने मान्छेलाई बेसिक नभएर हामीलाई घाटा भयो हामीलाई घाटा भयो र युरोपियन मुलुकहरूमा भविष्यकै युरो चलेको हामी बाहिरको मान्छेहरूलाई चाहिँ राम्रो हुन्छ जस्तै हाम्रो नेपालमा चाहिँ हाम्रो नेपाली पैसा चलेको हामीलाई राम्रो लाग्छ यहाँ पनि उसको देशमा जोल्टी चलेको राम्रो हुन्छ अब इन्डियाको मान्छे नेपालमा काम गर्न आउने मान्छे त आइसी चलेको राम्रो मान्दो हो अब हामी नेपालको मान्छे यहाँ आउनेलाई युरो चलेको राम्रो मान्दा हौँ यो विषयले गर्दा अहिले यति नै बुझिराखौँ आजलाई यति हस्त नमस्ते